हेलो नमस्कार शुभ सन्ध्या सबै 6 महिना बादमा हाम्रो विरस राईज्यू उहाँ अग्निवीरमा फौजी चाहिँ यहाँ घर छेउमा आगमन कार्यक्रम भइरहेको छ। वीरज्यूको सामानहरु बोक्ने देता छ है आमाबाट पनि। हेलो नमस्कार शुभ सन्ध्या सबै यो मेरो ब्लग हेर्नु हुनेहरुलाई आज चाहिँ हामी बेलुका यसरी यहाँ गाडीबाट ओह्रालो गइरहेको छौँ। किन भन्दाखेरि आज 6 महिना बादमा हाम्रो यसै सुबुक वार्ड समाधान ब्लक अन्तर्गत पर्ने यसै गाउँको हाम्रो एकजना होनहार युवा विरस राईज्यू उहाँ अग्निवीरमा छनौट भएर 6 महिना एकदम सफलतापूर्वक तालिम गरेर उहाँ आज घर फर्किनु हुँदैछ। त्यही कारणले गर्दाखेरि उहाँको स्वागत कार्यक्रममा चाहिँ हामी यहाँ उहाँको शुभचिन्तकहरू जाँदैछौँ। यहाँ अगाडि गाडी चालक हुनुहुन्छ सुकुमार राईजी हुनुहुन्छ भने सुकुमार राईजीको छेउमा बस्नुहुने उहाँकै दाजु विक्रम राईजी हुनुहुन्छ भने यसरी यो पछाडि बस्ने चाहिँ म आफै श्री एक्सन राई ज्यू। यसरी हामी 3 जना ज्यूै ज्यू अब तपाईँ हेर्नु उहाँको एकदम राम्रो रिसिभिङ प्रोग्राम हुनेछ। फौजी चाहिँ आइपुगेको छ यहाँ। अब सुकुमार सरले हाम्रो गाउँको पहिलो फौजी गर्नुहुँदैछ। त्यसले गर्दाखेरि चाहिँ हामीले एकदम स्वागत जनाउँदैछौँ है। हिँड्छ ल एक्सन सर पनि लो एक्सन सरले यहाँ स्वागत चाहिँ यसरी पहिलो अग्निवीरमा उहाँ चाहिँ छनौट भएर चाहिँ यसरी उहाँले चाहिँ 6 महिनाको तालिम प्राप्त गरेर चाहिँ उहाँ चाहिँ एकदमै पक्का भएर आउनु भएको छ। तपाईँलाई एकदम विरसज्यूलाई हार्दिक हार्दिक बधाई अनि शुभकामना। हामी चाहिँ गाडी लिएर आएको यहाँ फौजीलाई रिसिभ गर्नु। अब चाहिँ हामी यसरी हाम्रो अग्निवीर विरस राईज्यूलाई रिसिभ गरेर हाम्रो गाउँतर्फ लागिरहेछौँ। अहिले भने यसरी हाम्रो अग्निवीर विरस राईज्यू यसरी गाडीमा पस्नुहुँदैछ। अब हामी लाग्नु आँटेको विरस राईज्यू बसिरहनु भएको छ। र यसरी हाम्रो विरस राईज्यूको घर छेउमा आगमन भइसकेको छ। उहाँ अब भने गाडीबाट निक्लिनु आँटिसकेको छ। फेरि पनि उहाँको यसरी यहाँ स्वागत कार्यक्रम भइरहेको छ। हाम्रो यहाँ वीरता राईज्यूबाट यसरी उहाँलाई एकदमै बधाई अनि शुभकामनाको यहाँ पनि यसरी कार्यक्रम गरियो। अब हामी उहाँको माथि घरतर्फ जानेछौँ। हाम्रो अग्निवीरज्यू अब घरतिर लाग्नु आँटेको छ भने यहाँ हाम्रो अग्निवीरज्यूको सामानहरु बोक्ने देता छ है उहाँले पाउनु भएको यो धेरै यो चिजबिजहरू यसरी गाडीहरू थन्काइ हुँदैछ। यसरी अब उहाँको आमाबाट पनि एकदम